थिएँ अनि ब्लड डोनेसनको अफिस चाहिँ हाम्रो नजिकै थियो। त्यहाँ हामीले कतिपय बिरामीहरूको आफन्तहरू रगत नपाएर छटपटाइरहेको देख्थ्यौँ। अनि त्यही बेला त्यहाँ हाम्रो साथीहरू हुनुहुन्थ्यो। हामी 15जनाको एउटा समूह थियो। अनि हामीले त्यही बेला के विचार गरेको थियौँ भने यो रगत चाहिँ कति आवश्यकता रहेछ, हामीले बेला बेलामा यो डोनेसन गर्नुपर्ने रहेछ भन्ने कुराहरू त्यहीँबाट थाहा पाएको हो। स्थानमा गरिएको रक्तदान कार्यक्रममा यहाँ सगरमाथा राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कण्डेल पनि सहभागी हुनुभएको थियो। हामी उहाँसँग कुराकानी गर्छौँ। अलिकति तपाईँलाई कस्तो लाग्यो रक्तदान कार्यक्रम यहाँ भइरहँदाखेरि? अहिले यो पहिलो कुरा त अब चाहिँ जीवन दान गर्ने एउटा कार्यक्रम हो होइन, चाहिँ दुःखमा परेका मान्छेहरूलाई ब्लड दिएर चाहिँ अब ज्यान जोगाउने चाहिँ कार्यक्रम हो। यो आफैमा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसमाथि पनि अब आज चाहिँ अब तेन्जिङ र हिलारीले चाहिँ माउन्ट एभरेस्ट चाहिँ सब्मिट गरेको दिन उपलक्ष्यमा चाहिँ एभरेस्ट डे पनि मनाइराखिएको छ। त्यो उपलक्ष्यमा अब चाहिँ यो हाई अल्टिट्युडमा स्थानीय जनताहरूको पनि सहभागितामा स्थानीय जनताहरूको ठुलो सपोर्टमा हुन लागेको चाहिँ यो कार्यक्रम बहुत महत्त्वपूर्ण छ र चाहिँ यसमा चाहिँ म आफू पनि सहभागी हुन पाएकोमा धेरै खुसी लागेको छ। यस्तो कार्यक्रमहरू धेरै हुन जरुरी छ होइन। 24 पटक ब्लड डोनेसन गरिसक्नु भएको उहाँसँग हामी कुराकानी गर्छौँ यो डोल्मा छिरिङ शेर्पाज्यूसँग। तपाईँले 24 पटकसम्म डोनेसन गर्नुभएको छ र यो अचिलमा आएर पहिलोपटक गर्नुभएको छ, कस्तो फिलिङ भइरहेछ यहाँलाई? पहिला मैले काठमाडौँ मात्रै गरेको थिएँ, तर अहिले यो वर्ल्डको हाइएस्ट ठाउँमा आएर गर्नु पाउनु चाहिँ एकदम खुसी लागिरहेको छ। यसको मुख्य उद्देश्य के भन्दाखेरि विश्वका सबै मानवहरूलाई एउटा रक्तदान सम्बन्धी जनचेतना जगाउने
एउटा मूल उद्देश्य हो भने हाम्रो देशकै सन्दर्भमा भन्ने हो भने यो पर्यटन विकासलाई अझ दिगो रूपमा र स्वास्थ्य क्षेत्रलाई पनि अझ दिगो रूपमा विकास गर्नको लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ। बधाई सक्सेस गर्नुभएको